म आजभोलि ती मान्छेहरूको मतलबै राख्दिनँ जुन मान्छेहरूले मलाई मनैदेखि मन पराउँदैनन्, भनौँ मेरो बारेमा राम्रो चिताउँदैनन्, राम्रो बोल्दैनन्। त्यस्ता मान्छेहरूबाट अलिकति म टाढा बस्ने प्रयास गर्छु र त्यस्ता व्यक्तिहरूको नजिक बस्न रुचाउँछु जो मान्छेहरूले मेरो बारेमा राम्रो सोच राख्छन्, मलाई अघि बढेको देख्न रुचाउँछन्, खुसी भएको देख्न रुचाउँछन्। म त्यस्तो व्यक्तिहरूको सराउन्डिङमा बस्न रुचाउँछु जसले मलाई पोजिटिभ थट्सहरू दिउन्, जसले म भित्रको कमी कमजोरीहरूलाई पनि कोट्याएर सच्याउने प्रयास गरून्, न कि कमजोरीहरूलाई कोट्याएर गिज्याउने, जिस्काउने र मजाक उडाउने। त्यसैले मान्छे जीवनमा चिन्न अति नै आवश्यक छ को तपाईँको शत्रुहरू र को तपाईँको मित्रहरू भनेर। यहाँ वेल विशर सबै हुँदैनन्, मुखले ठिक्क पढ्न सिपालु सबै हुन्छन्, तर मनभित्रबाट आरिस गर्छन्, रिस राख्छन्, जल्छन्, अगाडि बढेको देख्न सक्दैनन्। मुख अगाडि त जो कोही पनि मुस्कुराइदिन्छ हजुर, व्यवहारमा झल्क